everyone, welcome to my another vlog. So आज फेरि पनि तपाईहरुको अगाडि भ्लग लिएर आएको छु। मैले चाहिँ युट्युबमा चाहिँ डेली भ्लग नहालेर चाहिँ मैले वीकली मेबी वीकमा वन्स टु टाइममा चाहिँ हाल्ने भएको छु भ्लग चाहिँ एकदमै ज्यादा भइगएर चाहिँ। सो आज चाहिँ हामी घरमै एउटा जुगाड गर्नेवाला छु। जुगाड भन्दा पनि यता हामी भन्नु त के बनाउन आँटेको छ। हामीले चाहिँ फेसबुकबाट हेरेको हैन, साबुन होममेड सोप हामी बनाउनु गइरहेको छ। अनि आज चाहिँ हामी के को सोप भन्दाखेरि चाहिँ निमपत्तीको हुन्छ नि, निमपत्ती अरे तितेपातीको बनाउन आँटेको। निमपत्तीको हामी सेकेन्डमा बनाउनेछौँ। यसले चाहिँ फर्स्टमा ट्राई गरिहाल्छौँ। तपाईँ हेर्दै जानुहोस् प्रोसेस कस्तो हुन्छ। त्यस्तो हामीलाई आइडिया चाहिँ छैन, तर पनि जस्ट हामीले हेरेर चाहिँ जसमा बनाउनु मन परेर मात्रै चाहिँ हामी चाहिँ ट्राई गर्न लागेको छौँ। सो कति सामानहरू चाहिँ फ्लिपकार्टबाट मगाउनु पर्ने हुन्छ। सो अस्ति नै मगाइसकेको छ फ्लिपकार्टबाट चाहिँ। अनि म तपाईँलाई देखाउने छु के मगाएको छ भनिकन चाहिँ। यहाँ चाहिँ आमाले तयार पार्नुहुँदैछ। तितेपाती चाहिँ तपाईँले देख्नुभएको छ, यहाँ चाहिँ त्यो तितेपातीलाई चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ। सो त्यो चाहिँ म गरिदिन्छु। अनि यता चाहिँ आमाले यता रेडी गर्नुहुँदैछ फ्लिपकार्टबाट आएको सामानहरू तपाईँले हेर्न सक्नुहुनेछ। फ्लिपकार्टबाट हामीले मगाएको सोप पेस्ट अरे यो चाहिँ। अनि यो चाहिँ हामीले हिजो मात्रै रिसिभ गरेको थियो। यहाँ फ्लिपकार्टमा हेर्न सक्नुहुनेछ। यस्तो हुँदो रहेछ। मलाई याद छैन कसरी बनाउनु पर्ने, मम्मी रानीलाई याद छ। म चाहिँ जस्ट हेल्पिङ ह्यान्ड मात्रै, उहाँहरूले देखेर इन्करेज भएको रहेछ। यो चाहिँ यो बनाउने उयो होला नि, फ्रेम नि सोप केस अरे यस्तो हुँदो रहेछ। आफ्नो डिजाइनमा जस्तो होइन नि, लभको पनि रहेछ, राउन्ड पनि रहेछ, ट्रायङ्गल पनि रहेछ, सर्कल पनि रहेछ। कस्तो स्टाइलमा तपाईँहरूलाई कस्तो बनाउन चाहनुहुन्छ त्यस्तै बनाउन सक्ने बनाउँदो हुने रहेछ। यो चाहिँ यसरी काट्नु पर्दो रहेछ। मम्मीले चाहिँ काट्नु हुँदैछ। यो चाहिँ काटिकन चाहिँ बिलाउनु पर्ने रहेछ। कस्तो यस्तो दामी काट्छ साबुन त भयो। यसको लागि रहेछ। यहाँ यसरी बिलाउनु पर्ने हुन्छ। तपाईँले हेर्दै जानुहोस्। र अहिले चाहिँ हामीले यो चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यो तितेपाती र बहिनीले चाहिँ छुट्याउँदै यहाँ हाल्दैछ। यसले चाहिँ ग्राइन्ड गरेर यसको जुस र यसको के भन्छ यसको खस्टा चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ नि त। त्यही भएर चाहिँ उसले छान्दैछ। र यो चाहिँ सोप पेस्टलाई चाहिँ हामीले यसमा तातो पानीमा हामीले बिलाउनु पर्ने हुन्छ। यहाँ चाहिँ तातो पानी छ। यो चाहिँ पेस्ट यहाँ माथिबाट यतिकै ठुक्कै राखेको छ। यो तातेर बिल्यो भने चाहिँ हामीले बनाउँछौँ अगाडि बिलिँदैछ तर नि कहाँ अहिले देखाउने छु तपाईँहरूलाई। अलमोस्ट लु रेडी फर ग्राइन्डिङको लागि। र यो सोप पेस्टलाई चाहिँ चलक्क गर्नुपर्छ, नभए टालिन्छ हो। त्यही भएर र यो चाहिँ ग्राइन्ड भइसकेको छ हो, गरिसकेको छ। यसलाई चाहिँ हामीले तार्नुपर्छ चाल्नीमा हो। सेन चाहिँ तितेपाती खतरा आउँदैछ। र यो यतिको छुट्याएर आउनुपर्ने हुन्छ। यो सुप चाहिँ यहाँ तारेको छ नि त। र सेकेन्ड राउन्ड जाँदैछ फेरि ग्राइन्डको लागि। हेर्दै जानुहोस्। र यो चाहिँ यतिको मिनट भइसकेको छ गाइस। देख्न सक्नुहुन्छ हल्का यस्तो सधैँ बस्नुपर्ने हुन्छ। देखि टालिहाल्छ नि त। र यतिको चाहिँ बनाइसकेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। सो यहाँ त चाहिँ पिसिसक्या छ। यो चाहिँ पुरानो भयो, नयाँ हो। नयाँ तपाईँहरू पनि यसरी घरमै बनाएर सिक्न सक्नुहुन्छ। हाम्रो फर्स्ट ट्राई हो, कस्तो हुन्छ तपाईँले हेर्दै जानुहोस्। मम्मी कस्तो हुँदैछ? राम्रो हुँदैछ? अब बनाउँदैछ कस्तो हुन्छ। ट्राई हो, फर्स्ट ट्राई।
र यसरी लाउनु पर्दो रहेछ चिम्नी ब्लकले हो यसरी लाउनु पर्ने हुन्छ हेर्न सक्नुहुन्छ एकछिन सेलाउनु पर्ने रहेछ यही तपाईँले देख्न सक्नुहुन्छ दामी हुन्छ नि त यो दबाई हुन्छ नि त तितेपातीको चाहिँ तपाईँले निम्बुको पनि गर्न सक्नुहुन्छ यहाँ यो चाहिँ सेलिँदैछ यहाँ हेर्नु नि यति बनाउनु लागि यति ज्यादा मेस भइसक्यो यहाँ It's all messed up and we need to clean. र यो चाहिँ अलिकति सेलाइकन चाहिँ हामीले यसमा लाउँदैछौँ तपाईँले हेर्न सक्नुहुन्छ यसरी लगाएर बनाउनुपर्छ यो चाहिँ अर्ग्यानिक साबुन यसमा कम तपाईँले देख्न सक्नुहुन्छ अलिकति सेलाएर चाहिँ यो चाहिँ डिप फ्रिजमा हाल्नुपर्ने हुन्छ भरै यो सोपको लागि चाहिँ हामी नेक्स्ट भिडियोमा हामी देखाउनेछौँ हामीले 3-4 घन्टा राख्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँलाई नेक्स्ट भिडियोमा देखाउनेछु हामी चाहिँ अब यतिको भएछ हो यसलाई अलिक टाइट भएछ हो अब चाहिँ यसलाई हामी फ्रिजमा राख्न जान्छौँ यति जानुहोस् र हामीले चाहिँ यो डिप फ्रिजमा चाहिँ नलाउने हो यसमा हामी यहाँ चाहिँ राख्दैन हो हामी यसलाई किनकि अलरेडी यो अलिक चाम्रो भइसकेको छ अब एकछिनबाट त हुन्छ यो साबुन हाम्रो र यसमा चाहिँ यो सोपकेसमा चाहिँ अघि भरेन फर्स्ट रन गर्दैछ यसो सेकेन्ड रन हामी गर्न लागिरहेको छौँ सेकेन्ड राउन्डको पनि रेडी भएको छ तर यसमा चाहिँ हामीले के भयो भन्दा चाहिँ तितेपातीको चाहिँ अलिकति गन्दा तितो भएको कारणले गर्दाखेरि चाहिँ हामीले अलिकति यसमा तुलसी पनि एड गरेको छ यहाँभित्र सो गन्दाको लागि त्यही कारणले गर्दाखेरि कस्तो हुन्छ यो पनि तपाईँले हेर्दै जानुहोस् तपाईँलाई चाहिँ बनिसकेको चाहिँ म नेक्स्ट ब्लगमा देखाउने छु यो चाहिँ बनाउँदै गरेको अर्को चाहिँ हामीले अघि नै सेलेर चाहिँ हामीले फ्रिजमा राखिसक्यो तपाईँले फ्रिजमा नराख्दा पनि हुने रहेछ नर्मलमा पनि जामिहाल्दो रहेछ तर पनि छिट्टो बनिनुको लागि चाहिँ फ्रिजमा राख्दा चाहिँ एकदमै झनै राम्रो हुँदो रहेछ यो चाहिँ हामी हाल्दैछौँ लभ सेपमा हामी हाल्दैछौँ साबुन दामी हुन्छ होला यसको चाहिँ जस्ट लुकिङ लाइक अ वाउ पिलङ कलर कम्न थाल्छ त्यहाँ अन्त अलिक अम्बुपट्टि अब यसलाई हामी अलिकति सेलिनुको लागि छोड्ने दिन्छौँ यसलाई चाहिँ अलिकति यहाँ सेलिनु लागिरहेको छ अन्त एकछिनको बादमा चाहिँ हामी यसलाई फ्रिजमा हाल्नेछौँ यो चाहिँ सेलाको पनि फ्रिजबाट निकालेर चाहिँ अब खानुको लागि अहिले गरममा यता चाहिँ सिङ्गर हुनुहुन्छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ यता मेरो म भिडियो बनाउँदै थिएँ कि यता ब्याकग्राउन्डबाट उहाँले गीत गाइदिनु हुँदैछ यहाँनिर कति राम्री छ है गीत गाउँदा राम्रै देख्दो रहेछ नि अब चाहिँ फेरि सेकेन्डको म हाल्न आँटेको छु र है यो म हालेको मात्रै यो भिडियोमा छ अनि निकालेको चाहिँ म बादमा तपाईँलाई नेक्स्ट भिडियोमा देखाउने छु अघिको चाहिँ हामीले यहाँ राखेको थियो थ्याङ्क यू सो मच फर वाचिङ एभ्रिवान अन्त आजको लागि यति नै अन्त भोलि चाहिँ हामी देखाउनेछौँ साबुन कस्तो भयो भनेर हेर्नुहोस्